भगवानलाई नभेटेर पनि मैले त्यो कृष्ण खरेसलाई भेटेपछि मलाई भगवानै भेटे जस्तो लाग्ने त मेरो दुःखको पीडा पनि भन्नु छ मेरो खुट्टामा रट हालेको पनि अहिले 19 वर्ष भयो पानी खान साइले गाई खोली गइन र नलाउ माया भनेको हैन र नलाउ माया भनेको हैन र नलाउ माया भनेको हैन र यो हो नि यो एकदम यताको भाषा हो म त लाउरे साउरे कुइलाई हेरिन मान्छे त मैले कसैलाई हेरेको होइन मैले हेरेको यी राजकुमारको बाउलाई हो यसैलाई हो फक्काको पनि त्यसले 1 वर्ष हो मलाई म तँसित बोल्ने भन्ने कुरा म एक शब्द बोले होइन कि महिला त एक राते भन्छन् हो त्यही त लोग्ने मान्छेले आँटेको वर्ष दिन रे महिलाले आँटेको साँझ बिहान हो यो हे आकाशैको ओ नौला तारा धरतीको रुखमालाई हे कहिले पनि बिर्सिन कि जिन्दगीको दुःखमालाई यो फेरि यो कताली भाका के ताका मान्छेले गीत गाउँछन् नि यो कताली भाका हो अब हाम्रो त अब माथितिरको अब पहिला अब उता गुजबाङतिरको अनि थबाङ रोल्पातिरका मान्छे उसले त अब कस्ता गाउँथे दिनुले अब पुरानो भाका गाउँथे पनि अब सुनिरहने जस्तो हुन्थ्यो आजभोलि अब कताली उसले उही हलाबारे साइली गाई खोली गइन र नलाउ माया भनेको हैन र नलाउ माया भनेको हैन र त्यो यो एकदम यताको भाका हो नि यो के रे यो के भाका हो त यो साइली भाका साइली भाका हो यो साइली भाका हो अनि फेरि एउटा टुक्का निकालेर गाइदिनुस् मलाई त सुनिरहनु साइली भाका ए पानी खान साइली गाई खोली गइन र नलाउ माया भनेको हैन र नलाउ माया भनेको हैन र नलाउ माया भनेको हैन र यो हो नि यो एकदम यताको भाषा हो आन्टीलाई धेरै धेरै धन्यवाद अब मास्तिरका मान्छेहरूले मैले देखेको हजुर जात्रा जाने मेला जाने तरुण तरुणीहरूसँग गीत गाउने गर्थे के म सानो हुने बेलामा त्यो गाउनु भयो भने तपाईँले हामीले त्यस्तो त बाबु यस्तो हुन्छ नि अब तरुण तरुणी हामीले गीत गाएनौँ अनि अरू मान्छेहरूले हामीले गीत गाएको त खुबै सुन्यौँ नि अब खुब सुन्थ्यौँ हामीले एउटा गीत गाउने हुन्न त होइन पुरुष महिलाहरूले गाउँछन् दोरी गाउँछन् नि यस्तो बसेर जात्रामा दोरी गाउँछन् अनि गाउनु भएन होइन मैले गाइन मैले तनीहरूसित गाइन म त अब कहाँ मैले फुर्सद पार्न थिएँ मेरो मामाले जा जात्रा हेर्न जा भन्दा त म त जान्न मामा भैँसीलाई ग्वाला जान्छु भैँसीलाई घाँस काट्छु भन्थे म मेलाको त्यति मतलबै गरिनँ अनि एउटा हाम्रो कान्छोबाले मेरो अङ्कलले गाउनुहुन्थ्यो क्या अनि यस्तो ए भात पाक्यो भन्छौ र आलु कातरी मै तरकारी खान्छौ र भर्ती खुलरी मै सिङ्गापुर जान्छौ र भनेर मेरो अङ्कलले गीत गाउँदा मेरो बुइले के भन्नुहुन्थ्यो यो ज्वाइँले त के गीत गाएको होला अनि आजभोलि मङ्गलबार तेरो मेरो घनौटो पुग्यो 15 भन्छ मेरो ज्वाइँले भन्नुहुन्थ्यो अनि हामीले त्यो गीत गाउँदा अनि राम्रै हो नि होइन गीत त राम्रो छ नि सुन्दाखेरि जमानामा के पहिला यहीँनिर सोधे त्यो सिङ्गापुर लाउरे बिर्तिसे लाउरे इन्डियन लाउरे हुन्थ्यो नि लाउरेलाई हेर्नुभयो भएन तपाईँले म त लाउरे साउरे कुइलाई हेरिन मान्छे त मैले कसैलाई हेरेको होइन मैले हेरेको यी राजकुमारको बाउलाई हो यसैलाई हो फक्काको पनि त्यसले 1 वर्ष हो मलाई म तँसित बोल्ने भन्ने कुरा म एक शब्द बोले होइन कि नबोलेर अनि त्यो राति निक्सिन जान दिन अनि ती हाम्रो माइतमा एउटा ठुलै खत्रीको लागबत्ती कथा थियो अनि मेरो जेठोबा अनि मेरो बुवा मेरो कान्छोबाको छोरी हामी 2 बहिनी थियौँ लो आज त्यहाँ गाउने हो नाच्ने हो अनि त्यो दिदीहरू नआउँदा त रमाइलो हुन्न भनेर बोलाछन् तिम्रो आउ नानी भन्दाखेरि मैले मेरो जेठोबालाई के भने तपाईँ हिँड्नुस्
हामी अहिले आउँछौँ भने अनि हाम्रो बुवा 3 भाइ त्यो पूजामा जानुभयो अनि म राति निस्केँ म भागेँ हेर्नुहोस् म भागेँ मैले केही लगिनँ खुट्टामा चप्पल पनि लगिनँ बर्की यही राजकुमारको बाउसित अनि बर्की निकाले थिएँ त्यो पनि लगिनँ अनि मैले त्यहीँ छोडिकन म खाली खुट्टा गएँ खाली खुट्टा जाँदाखेरि मलाई त्यस बेला मलाई एउटा सार्कीले भगायो के मलाई सार्कीले के भन्यो यो कसले लग्यो हाम्रो साइलो बाजेको छोरी लग्यो अनि भन्दाखेरि हामी डुगरी म त्यस बेला त्यो सार्कीले हामीलाई भगाएको गर लाग्यो छ बरु म फर्किनु पर्ने रहेछ कि फेरि मैले इज्जत सोचेँ नि मेरो माइती इज्जत जाला अब म एक रात बानी गइगएँ फल्नाको छोरी गएर फर्किला भनेर जे होस् अब यहीसित बस्छु भनेर मैले त्यही सम्झेर बसेँ आमा बाबु फकाएर ल्याउनु भएको हजुर मलाई फकाइकिन लगेको त्यसले तानेर त तानेर होइन 1 वर्षको ठ्याक्कै मैले त्यो दिन मैले हुन्छ पनि भने त्यो दिन म निस्केँ महिला त एक राते भन्छन् हो त्यही त लोग्ने मान्छेले आँटेको वर्ष दिन रे महिलाले आँटेको साँझ बिहान हो यो ज्यापै छोराछोरी पनि राम्रै भएर पछाडि छुटम पटम भयो नहुने ठोके यो भाग्यमा नभएको कोसिस त मैले पोर्दै गरेको त्यसलाई नछोड्नको लागि कोसिस चाहिँ मैले धेरै गरेँ खास के थियो त उहाँको त्यस्तो समस्या अब समस्या त्यही हो अब म कोहीसित बोलेँ भने त तँसित किन बोलिस् अनि किन तँसित किन बोलिस् अनि भन्ने कसै दिदी बहिनीहरूले केही दिए माग्न आए भने मैले दिन्थेँ के मैले दिएँ भने त्यसलाई किन दिस त्यसले गर्न सक्दैन र अनि भन्ने हो कारण त्यही हो त्यतिमा हाम्रो अनि शङ्का हजुर हाम्रो त्यो शङ्काले लङ्का जहाँ भन्छ कि मान्छेले सकेसम्म शङ्का नगरोस् के मैले के भन्छु जो जता जाओस् अनि शङ्का नगर्ने तर राम्रो काम गरोस् काम होइन अब मान्छेको जातले के नराम्रो काम त कसैले पनि गर्दैन हेर्नुहोस् कोहीले गर्छ र अहिले एउटा कुरा नि अब तपाईँहरूमा सँगै बसेर के हामीले त नराम्रो काम गर्छ र हामी त हाँस्छ बोल्छ मनमा सिप छ भने चेली माइतीले डोरी गाम हुन्छ आमा छोराले गा पनि हुन्छ बाउ छोरीले गा पनि हुन्छ त्योमा गलत हुन्न नि त हो कि होइन त्यो सोच्ने मान्छेले त त्यो बाउ किन होला त्यो जोसित गीत गाए पनि आमासित गीत गाए पनि बाउसित गीत गाए पनि त्यो राम्रो मान्छे होइन भन्छ अनि भन्छ कि भन्दैन ल भन्नुहोस् जीवनमा त धेरै भोग्नु म त भोगेको त कति पीडा त मलाई कति छ हेर्नुहोस् अनि अब अहिले मलाई किनभने मैले हेर्नुहोस् मसित पैसा पनि छैन अहिले म टिका सानुकोमा जाँदा पनि एउटा यहाँ कमला तिनी साउनी डोरीको साउनीले मलाई लग्नुभयो टिकट काटेर अनि उहाँ पनि मलाई खानापिना उहाँहरूले खुवाउनु भयो अनि आउँदाखेरि बाबुले टिकट काट्यो अनि मलाई सब पनि ठुलो ढोका मलाई इन्द्रेणीमा जानु थियो इन्द्रेणीमा जानुभयो गइनँ म इन्द्रेणीमा गइनँ मैले देखिनँ मैले बाटो बिराएँ कि मैले के गरेँ मलाई अझै पनि मलाई कसैले लगेपछि म इन्द्रेणीमा गइकिन त्यो के हो त्यो विष्णु खरेल कि के भन्छ नि त्यहाँसित मलाई असाध्यै मिल्न मन छ अब मलाई कसले लग्छ मलाई त्यहाँलाई देखेपछि म भगवान हुने नगएर पनि त्यहीँसित जाम्की जस्तो लागेछ होइन अब छोरा पनि गायक हुनुहुन्छ नै म भेट हुन मलाई एकचोटि म भेट उहाँ चाहिँ अलिकति पपुलर हुनुभयो भने तपाईँहरू चाहिँ त्यस्तो वातावरण पनि मिल्छ कुनै दिन भेट हुन्छ मलाई मान्छेले चाह्यो भने भेट हुन्छ मलाई समय भेट हुन मन छ त्यहाँ त मलाई म त्यहाँ गएपछि मलाई भगवानलाई नभेटेर पनि मैले त्यो कृष्ण खरेललाई भेटेपछि मलाई भगवानै भेटे जस्तो लाग्ने त मेरो दुःखको पीडा पनि भन्नु छ मेरो खुट्टामा रट हालेको पनि अहिले 19 वर्ष भयो तपाईको खुट्टा पनि मेरो खुट्टामा अनि एक्सिडेन्ट भएर रट हालेको मैले त्यो रट पनि निकाले छैन हेर्नुस् अनि मैले हातले गर्ने काम जति पनि गर्छु भारी काम गर्न सक्दैन लेबर काम गर्न जान्छु भन्छु अनि लेबर काम खोजिदिनु भन्छु र अनि कहाँ सक्नुहुन्छ त अनि माथि माथि बोरा बोक्नु पर्छ सिमेन्ट पुर्याउनु पर्छ अनि तपाईले सक्नुहुन्न अनि तपाईलाई एक्सिडेन्ट भएको छ भनेर हामीले तल भुइँको काम दियो भने फेरि अरू लेबरहरू सिन्छ भनेर मलाई लेबर काम पनि दिन्नन् उमेर पनि त तपाईको अब साथी भनेपछि त पुग्यो फेरि पनि मलाई दुःखै छ मैले दुःखले मैले काम त गर्दो भेटाएपछि भन्ने मेरो इच्छा छ अब अलिकति छोरातिर आशावादी हुँ तपाईको छोराहरू रहेछन् अलिकति उहाँहरूले पनि तपाईले हेर्नुपर्छ किनभने आमाले जन्माएपछि हैन आमा हेर्नुस् बाबु मैले के कुरा भन्छु भने हामीले आमाको भाडा त हामीले दुधको भाडा त हामीले 7 समुद्र पार गर्ने पनि तिर्न सक्दैनौँ किन भनेपछि आमाले पेटमा राख्यो आमाले जन्म दियो त्यो मरेरै त्यसले जन्म दिन्छ है त्यो छोराछोरी जन्मिनेलाई त्यो आमा मरेरै बाँचे हुन्छ भने अहिले आमाहरूले जति गरे पनि त्यो छोराहरूले अनि आमालाई बोकेर तिनले काँसे गण्डकी पुर्याए पनि दुधको भाडा पार गर्न सक्दैन हेर्नुस् यो हजुरहरूले पनि बुझ्नु होला अनि यो दुधको भाडा पार गर्न सकिन्न अनि आमाले किन दुःख पायो अनि त्यो छोराले बोक्छ छोरीले बोक्छ नि अहिले हामी बिरामी हुँदा यिनले हेर्छन्
यिनलाई कर छ हेर्न कर छैन र यिनले हेर्नु पर्यो नि। अब तपाईको छोरा हुनुहुन्छ उहाँहरूले पनि हेर्नु पर्यो। आमालाई कमसेकम सुख नदिए पनि दुःख दिनु भएन। दुःख त्यति कुरा हो भनेपछि अब फेरि आन्टीको एउटा गीत सुनौँ। अब के गीत सुनौँ अब यतैको बङ्गाली भाषा सुनौँ कि अब माथि पाहाडतिरको सुनौँ कि अनि पाहाडको मान्छे उसले गाउँथे माथि त वालेहरूले क्या उताको मान्छे वालेहरूले पहिला अहिले वालेहरू धेरै सुध्रिएछ हेर्नुहोस्। अहिले वालेहरू कति सुध्रिएछ। पहिला तिनले के गर्थे कक्कर धुलो कक्कर माग्थे। हामी मेला जानुभन्दा पहिला गाडो पारे हुन्थ्यौँ। हामीले गाडोमा कक्करको पात हाल्थ्यौँ काँचो। तिनले माग्न आयौँ त्यो दिनौँ भने तिनले के गर्थे सिस्नोको मुठा तिनी हजुर जस्तै केटाहरूले यस्तै सिस्नोको मुठा पारेर अनि त्यो केटीहरूलाई त्यो सिस्नो दिनन् भने त्यो कक्कर माग्दा दिनन् भने तिनले त्यो सिस्नोले हान्थे। हेर्नु झ्याम सिस्नोले हानेर पुरा एकदम सिलेर त्यो हातमा यति एकदम लाप्रा हुन्थ्यो। अन्त फेरि तिनले बोकेर लगेल्थे नचाउँदै। त्यो कक्कर नदिने हो भने अन्त पहिले हामी मेला जानुभन्दा पहिला हामीले गाडोमा कक्कर पात लग्थ्यौँ घाँसको जस्तै। अब त्यसले माग्न आउँदा बित्तिकै सिस्नोको बुट्टाले यस्तै अब दिउ कक्कर दिउ भान्जी बहिनी कक्कर दिउ आमा भनेपछि अब त्यो पातमा हातमा हालिदिएपछि त्यो गइयो। अब छैन भनेपछि अब त्यसले बोकेर रुडा अब माथि नचाउतो हेर्नुहोस् कक्कुमा हालेर नचाउतो। अब त्यस्तो गर्छु के अरे कहानी पनि तपाईँले धेरै सबै थाहा छ मलाई यिनी कहानी त हेर्नुहोस् अनि अब पहिला त्यो स्वास्नी दिनले अब हामीले देखिनौँ हेर्नुहोस् हामीले त्यसलाई देखिनौँ त्यो केटाले मन परायो भने त्यसले 20-25 जना मान्छे लगेर अनि राति त्यो ढोकाभित्र सुतेको बाहिर फनक्कै घरको कर्सामा मान्छे राखेर त्यो ढोकाको फुगालेर अनि त्यसलाई अब बिचरा अब पहिला गाउँको मान्छेहरूले त अहिले धोती लाउँछ। पहिला त अब गाडो पार्ने चोली धोती लाउँथे नि पटुका बान्थे। अब त्यो बिचरा त्यो लुङ्गीसित चोलीसित मात्रै सुतेको आइमेला अब तिनले घिसार्दै लग्थे। अनि त्यो बिचरा त्यो नहिँडेपछि तिनले पिटेर सिस्नो बुट्टामा चोत्राको काँडामा स्वास्नी लगेल्थे चोत्राको बुट्टामा। अनि अब किन यस्तो गराइउठ्यो भने मैले एउटा त त्यो प्रधानको छोरा हामीले मामा भन्थ्यौँ। अनि त्यो गमालको छोरीलाई अनि 28 वर्ष भएको माता बसेको। अहिले यहाँ उठको काम्ने धाम्नेलाई माता भन्छन्। पहिला बिहा नगर्नेलाई माता नि बसेको भन्थे। अनि पहिलाको जमानामा अब अलिअलि कुरा सिक्नु पर्छ। अनि त्यो फेरि त्यसो गर्दाखेरि अब त्यो आइमाले लिइकन आए त्यहाँबाट भन्छ कि त्यो मामाले त के भन्छ बजे आलु पकाइदियो बजे भन्छ। अनि हाम्रो बोइले फेरि जा उच्च आलु पकाइदियो भने मैले भने मासाले यो मामा अनि यस्तो गरेर माइजूलाई लिएर आएछ आलु पकाइदिए भन्छ। अनि राति अनि यसको बाले पकाउँछ म त पकान्न बुझ्नु नगरा कति छुचो म फेरि सानैदेखि छुचो कि नगरा कति छुचो पका भने फेरि मैले 2 लम्बरी जति आलु पकाइदिएँ। अब अहिले लम्बरी भन्छ पहिला धार्नी बिसौली भन्थे। अनि फेरि त्यो आलु पकाएर तिनलाई खान दिएँ। हेर्नुहोस् मौरीको त्यो रस निकालेर तिनलाई त्यो खान दिएँ मसँग खान दिएँ। खाएपछि त मामाले त के भन्नुहुन्छ ल भान्जी बसेस् राम्रो बोइ पाएस् आलु खुवाइस् भान्जी भन्नुहुन्छ मामाले। मैले त पुइ त पाउँछु मैले त राम्रै पाउँछु मामा मैले त यस्तो तिमी जस्तो माइजूलाई लत्तारे त म यस्तो त जान्न। अनि भने पछि फेरि हाम्रो त्यो दिवाली राम परो मामाहरूको त्यो दिवाली राममा आइकिन त मामाले त के भन्छ ओइ भान्जी भन्छ हजुर भने त यहाँ गीत गा त गीत गा आज भन्छ। म त गान्न मामा म सक्दैन भनेर खसिनी बसिनी त भयो भन्छ फेरि त्यो मामाले। अनि खसिनी बसिनी भयो आफू मगर भएको खसिनी बसिनी भयो भनौँ अन्त त्यतिकैमा सकियो। अन्त्य अब अन्तिममा आयौँ कुराकानी गर्दा रमाइलो भयो। मलाई पनि मेरो आमाले भेटे जस्तै महसुस भयो होइन। मेरो आमा 64-65 वर्षको हुनुहुन्छ। अब हामी छुट्टिने बेला भयो रमाइलो गफ गर्दा गर्दै रात दिन जान्छ होला भन्नुहुन्थ्यो त्यो त गइहाल्छ। बरु अब छुट्टिनुपर्छ एउटा गीत गाइदिनु पर्यो फेरि। गीत के गाउँछु अनि हे पाखाबारी तोरी फुलेको मायासँग आशैमा डुलेको अझै पनि छैन भुलेको मायासँग आशैमा डुलेको अझै पनि छैन भुलेको
हे लाउ माया लाउनीले लाउ माया लाउनीले नलाउ माया छोडेर जानीले पाखाबारी तोरी फुलेको मायासँग आशैमा डुलेको अझै पनि छैन भुलेको मायासँग आशैमा डुलेको अझै पनि छैन भुलेको नानीहरू पनि हाँसे बिचरा नानीहरू पनि भोलि जस्तै गीत गाउनुहुन्छ